Hello everyone, welcome to WB Nepali Guide र आज हामी WBPSC क्लर्कसिप मेन्समा आएको 2022 को 20 को प्रिभियस इयर क्वेसन सल्भ गर्नेवाला छ र यो मेरो लेक्चर नम्बर 2 हुनेवाला छ र यदि तपाईहरुले लेक्चर नम्बर 1 हेर्नु भएको छैन भने तपाईहरु पहिला लेक्चर नम्बर 1 हेरेर नै यो लेक्चर नम्बर 2 हेर्नुहोस् किनभने मैले त्यसमा फर्स्ट पार्ट गराएको छु यो लेक्चर नम्बर 1 को नै कन्टिन्युएसन हो र फर्स्ट पार्टमा मैले इंग्लिश पेपर सल्भ गराएको छु र सेकेन्ड पेपर यो आजको सेकेन्ड लेक्चरमा मैले ल्याङ्ग्वेज पेपर यानी नेपाली पेपर सल्भ गराउनेवाला छु र आजको पेपर हेरौँ र यो नेपाली ल्याङ्ग्वेजमा के क्वेशन्सहरु आउँछ र कति मार्क्सको हुन्छ भन्दाखेरि इंग्लिशमा जस्तै यसमा 15 मार्क्सको रिपोर्ट राइटिङ हुन्छ प्रतिवेदन लेखन 15 मार्क्सको हाम्रो प्रेसर राइटिङ हुन्छ प्रेसर राइटिङ हाम्रो समरी राइटिङ हुन्छ र सारांश र 20 मार्क्सको हाम्रो ट्रान्सलेसन हुन्छ र यो 50 मार्क्स र यो 50 मार्क्स हामीले टोटल 60 मिनेट टाइममा हामीले 6 वटा क्वेशन गर्नुपर्ने छ मेन्समा त्यसैले हाम्रो स्पिड चाहिँ हाम्रो मेन्समा अलिकति स्पिडै हुनुपर्छ र धेरै लामो रिपोर्ट राइटिङ र प्रेसर राइटिङ पनि धेरै प्रेसर राइटिङ त छोटो नै हुन्छ तर धेरै यो पनि नगरी समय त्यसमा व्यर्थ नगरी हामीले छिटो लेख्नु पर्छ मेन्समा चाहिँ किनभने टाइम हाम्रो 60 मिनेट मात्रै हुन्छ मेन्सको लागि र आजको क्वेशन हेरौँ क्वेशन नम्बर 1 मा हेरौँ क्वेशन नम्बर 1 मा हामीलाई दुईटा क्वेशन दिएको हुन्छ क र ख रिपोर्ट राइटिङमा र हामीले कुनै दुईटामा एउटा अप्सन हामीले चुज गर्नुपर्छ र यो चुज गरेर हामीले 15 मार्क्सको लागि टोटल एउटा रिपोर्ट लेख्नुपर्छ र आजको क्वेशन नम्बर 1 हेरौँ राइट अ रिपोर्ट अन एनी वान अफ द फलोइङ स्पेसिफिक टपिक तलका बिन्दुहरूलाई लिएर कुनै एउटा विषयमा प्रतिवेदन लेख्नुहोस् कोभिड-19 महामारीको प्रकोप र सामाजिक जनजीवनमा यसले पारेको प्रभाव महामारीको परिचय कोभिड-19 का लक्षण सामाजिक भूमिका व्यक्ति र समाजका सीमा सामाजिक स्थिति व्यक्तिको उपाय समसंक्रमण र रोकथाम उपाय परिणाम निष्कर्ष कथन भनेर यो पोइन्ट्सहरु दिएको छ र यो पोइन्ट्सहरु लिएर हामीले एउटा राइटिङ गर्नुपर्छ र यो प्रतिवेदनहरु विषय कोभिड-19 महामारीको प्रकोप र सामाजिक जनजीवनमा यसले पारेको प्रभाव र मैले यो एउटा मोडल एन्सर प्रिपेयर गरिदिएको छु र यो एन्सर हेरेर नै तपाईहरुले आफ्नो एउटा एन्सर प्रिपेयर गर्नु सक्छ र यसमा मैले लेखेको छु इन्ट्रोडक्सनमा कोभिड-19 सन् 2019 मा चीन वुहान शहरबाट फैलिएको एक संक्रामक रोग हो जसले विश्वव्यापी रूपमा मानव जीवनमा गहिरो प्रभाव पारेको छ यो भाइरस मुख्यतः श्वास प्रश्वास प्रणाली भनेको रेस्पिरेटरी सिस्टममा असर पुर्याउने भएकोले विश्व स्वास्थ्य संगठन WHO ले यसलाई महामारी घोषणा गरिएको थियो यसको लक्षणहरुमा ज्वरो खोकी घाँटी दुख्ने सास फेर्न गाह्रो हुने स्वाद र गन्ध नआउने लगायत समस्या देखिन्थ्यो केही अवस्थामा यो रोग अत्यन्त गम्भीर बन्थ्यो र फोक्सो संक्रमण फैलिन्थ्यो यस महामारीको समयमा समाजमा विभिन्न निकाय भनेको हाम्रो अर्गनाइजेसन हुन्छ विभिन्न निकाय र व्यक्तिहरूले आफ्नो भूमिकाको उदाहरणीय प्रदर्शन गरे स्वास्थ्यकर्मी सुरक्षाकर्मी सञ्चार माध्यम र स्वयंसेवकहरूले जनचेतना फैलाउने संक्रमितको उपचार र सहयोगमा महत्त्वपूर्ण योगदान दिए यद्यपि लकडाउनका कारण विद्यालय कार्यालय उद्योग र बजार बन्द हुन पुग्यो मानिसहरू घरभित्रै सीमित हुँदा सामाजिक सम्पर्क टुट्यो बेरोजगारी र मानसिक तनाव बढ्यो समाजमा डर र अनिश्चितताको वातावरण फैलियो संक्रमणबाट बाँच्न मास्क लगाउने साबुन पानीले हात धुने सामाजिक दूरी कायम गर्ने भीडभाडबाट टाढा रहने स्वच्छता पालन गर्ने र खोप भ्याक्सिन लगाउने उपयोग
अपनाइए। सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो र शिक्षामा अनलाइन प्रणाली प्रयोग गर्न थालेको देखियो। यस महामारीले मानव जीवनमा धेरै परिवर्तन ल्यायो। मानिसहरू प्रविधि मैत्री टेक्नोलोजी फ्रेन्डली बने। स्वास्थ्यप्रति सचेतता बढ्यो र एक अर्का को सहयोग र सहानुभूति विश्वास बढ्यो। यद्यपि यसले शिक्षा, रोजगार र अर्थतन्त्रमा ठूलो क्षति पुर्यायो। अन्ततः कोभिड-19 महामारीले मानव सभ्यतालाई गम्भीर चुनौती त दियो, तर यसले स्वास्थ्य, स्वच्छता र सामाजिक जिम्मेवारीप्रतिको चेतना पनि जगाइएको छ भनेर मैले लेखेको छु। र क्वेशन नम्बर ख हेरौँ हामीले। 1 को ख मा मैले लेखेको छु। यो दुईटा क्वेशन नम्बर 1 को क र ख मा हामीले कुनै एउटा 15 मार्क्स को लागि गर्नुपर्छ। यो चोइस दिएको हुन्छ हामीलाई क्वेशनमा। र मैले यहाँ ख पनि लेखेको छु। ख हेरौँ। पर्यटन उद्योग, पर्यटनको अर्थ, पर्यटन गर्ने कारण, पर्यटकका समस्या, सुरक्षा, स्थानीय बासिन्दाहरूलाई लाभ, रोजगार, यसमा सरकारको नीति भनेर यो पोइन्ट्सहरु दिएको छ। यो पोइन्ट्सहरुलाई लिएर हामीले एउटा प्रतिवेदन तयार गर्नुपर्ने छ र यसको एन्सर हेरौँ। पर्यटन उद्योग, टुरिज्म इन्डस्ट्री। पर्यटन उद्योग कुनै पनि देशका आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका निभाउने क्षेत्र हो। मानिसहरूले मनोरञ्जन, धार्मिक विश्वास, सांस्कृतिक अध्ययन तथा प्राकृतिक सौन्दर्यको आनन्दका लागि विभिन्न स्थानमा यात्रा गर्ने प्रक्रिया नै पर्यटन हो। भारतमा पर्यटन क्षेत्र अत्यन्तै तीव्र गतिमा विकसित भइरहेको छ र विश्वकै प्रमुख पर्यटन गन्तव्यहरू मध्ये एक बन्दै गइरहेको छ। भारतमा हिमाल क्षेत्र, ताजमहल जस्ता ऐतिहासिक स्मारक, दक्षिण समुद्र तट, धार्मिक स्थलहरू तथा सांस्कृतिक र विविधता पर्यटकका मुख्य आकर्षण हुन्। पर्यटकहरू नयाँ संस्कार र परम्परा बुझ्न, प्राकृतिक सौन्दर्य हेर्न र आध्यात्मिक शान्तिका लागि भ्रमण गर्छन्, तर उनीहरूलाई कतिपय समस्या पनि सामना गर्नु पर्छ, जस्तै यातायात असुविधा, स्वच्छता समस्या, भाषा अवरोध, अत्याधिक भीड र सुरक्षा चुनौती। सुरक्षित वातावरणका लागि पर्यटन प्रहरी, सूचना केन्द्र र निगरानी आवश्यक हुन्छ। पर्यटनले स्थानीय बासिन्दाहरूलाई ठूलो आर्थिक फाइदा दिन्छ, किनभने यसले होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, टुर गाइड र अन्य सेवा क्षेत्रमा रोजगारी बढाउँछ। साथै स्थानीय संस्कृति, परम्परा र कला संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ। भारतीय सरकारले इन्क्रेडिबल इन्डिया अभियान, ई-भिजा सुविधा, धार्मिक पर्यटन मार्ग विकास र पूर्वाधार सुधार भनेको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, पर्यटन प्रवर्धन गरिएको छ। यसरी भारतीय पर्यटन उद्योग रोजगार, आय स्रोत र सांस्कृतिक सम्मान वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र हो। उचित व्यवस्थापन र सुरक्षाले भारतलाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउन सकिन्छ भनेर मैले एउटा यो तयार गरेको छु मोडल एन्सर। र क्वेशन नम्बर 2 हेरौँ। क्वेशन नम्बर 2 मा आएको थियो एउटा समरी। क्वेशन नम्बर 2 यो समरीमा हेरौँ। एउटा प्यासेज दिएको हुन्छ र यो प्यासेजलाई हामीले एकदम संक्षिप्तमा लेख्नुपर्छ।
बुझेर हामीले के बुझ्यो यहाँबाट एउटा आसान सरल भाषामा हामीले लेख्नुपर्छ र यो प्यासेज हेरौँ के प्यासेज दिएको थियो। यदि आफै अनुभवले परिबद्ध भएन भने पढाइले ज्यादै स्वतन्त्र प्रवृत्ति दिन्छ। धूर्त मानिसहरू पढाइलाई हेला गर्दछन्, सिधा मानिसहरू तारिफ गर्छन्, बुद्धिमान मानिसहरू त्यसका उपयोग गर्छन्। किनभने पढाइले आफ्नो उपयोग सिकाउँदैन, तर त्यो कुरा पढाइदेखि बाहिर र यसमाथि सूक्ष्म दृष्टिले पाइने बुद्धिमा हुन्छ। विरोध गर्न र खण्डन गर्नलाई न त विश्वास गर्न र सहज स्वीकार गर्नलाई, तर ओजन गर्न र विचार गर्नलाई पढ। केही किताब चाख्नका निम्ति हुन्छ, केही निल्नका निम्ति, केही थोरै चपाउन र पचाउनका निम्ति, अथवा केही किताबहरू खाली अल्प भागमा पढ्नु पर्छ र अरू केही पढ्नु पर्दछ तर उत्कण्ठापूर्वक होइन। केही थोरै समग्र पढ्नु पर्दछ र मेहनत तथा ध्यानका साथ। केही किताबहरू अरूद्वारा र अरूले झिकेको उद्धृत भागमा पढे हुन्छ भन्ने लेखेको छ र यसको समरीहरू सारांश। पढाइले मानिसलाई स्वतन्त्र सोच्न क्षमता दिन्छ, तर यदि आफ्नै अनुभव र बुद्धि प्रयोग नगरे पढाइको सही उपयोग हुने सक्दैन। धूर्त मानिसले पढाइको उपेक्षा गर्छ, सरल मानिसले त्यसका प्रशंसा गर्छ र बुद्धिमान व्यक्तिले त्यसको व्यावहारिक उपयोग गर्छ। पढाइले केवल ज्ञान दिन्छ, तर त्यसका उपयोग गर्न बुद्धि मानिसमै हुनुपर्छ। पढाइले ज्ञान दिन्छ, तर त्यसका उपयोग गर्ने बुद्धि मानिसमै हुनुपर्छ। पढ्नेको उद्देश्य विरोध वा अन्धविश्वास होइन, विचार र विवेक विकास गर्नु हो। सबै किताबमा समान रूपले पढ्नु पर्ने हुँदैन। केही किताब चाख्नका लागि, केही सामान्य पढाइका लागि र केही गहिरो सोच र ध्यानका साथ अध्ययन गर्नुपर्ने हुन्छ भनेर यहाँ मैले समरी लेखेको छु। र क्वेसन नम्बर 3 हेरौँ हामीहरू। क्वेसन नम्बर 3 मा ट्रान्सलेसन हुन्छ। यो इंग्लिशको प्यासेजलाई हामीले नेपालीमा लेख्नुपर्छ र प्यासेज पढौँ हामीहरू। A patriot is a man who loves his country, works for it and is willing to fight and die for it. Every soldier is bound to do his duty, but the best soldiers do more than this. They risk their life because they love the country they are fighting for. It is idealism that gives him courage and strength. They love its hills and valleys, its cities and villages, its people and their way of life. They are willing to defend it to the last against enemies who try to conquer it and destroy it. र यसको ट्रान्सलेसन हेरौँ नेपालीमा। देशभक्त, पेट्रियट भनेको देशभक्त। देशभक्त त्यो व्यक्ति हो जसले आफ्नै देशलाई माया गर्छ, त्यसका लागि काम गर्छ र त्यसका लागि लड्न र मर्न पनि तयार हुन्छ। हरेक सैनिकले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, तर उत्कृष्ट सैनिकले यसभन्दा बढी गर्छन्। उनीहरू आफ्नो जीवन जोखिममा पार्छन् किनभने उनीहरूले जसका लागि लडिरहेका छन् त्यस देशलाई माया गर्छन्। यही आदर्शवादले उनीहरूलाई साहस र शक्ति दिन्छ। उनीहरूले देश, पहाड र उपत्यका भनेको भ्यालिज, सहर र गाउँ, जनता र तिनीहरूको जीवनलाई माया गर्छन्। उनीहरू त्यसलाई जीवन वा उनीहरू त्यसलाई जित्न वा नष्ट गर्ने खोज्ने शत्रुहरूसँग अन्तिम क्षणसम्म पनि रक्षा गर्न तयार हुन्छन् भनेर मैले यहाँ
यो यसको ट्रान्सलेसन लेखेको छु यसको ट्रान्सलेसन तपाईहरुले गर्दाखेरि एक्जाममा वर्ड टु वर्ड ट्रान्सलेसन नगरे पनि तपाईहरुले सेन्टेन्सलाई नै तपाईहरुले नेपालीमा ट्रान्सलेट गर्दा पनि हुन्छ कतिवटा वर्ड हामीले एक्ज्याक्ट वर्ड नभेटे पनि त्यसको रिलेटेड सिमिलर वर्ड्स पनि तपाईहरुले युज गर्न सक्छ एक्जाममा र यो तीनटा क्वेशन थियो हाम्रो क्वेशन नम्बर 1 मा फ्रेज राइटिङ क्वेशन नम्बर 2 मा समरी राइटिङ र क्वेशन नम्बर 3 मा हाम्रो ट्रान्सलेसन हुन्छ र यो क्वेशन हामीले यति नै गर्नुपर्छ नेपालीमा र हाम्रो भिडियो यही एन्ड हुन्छ र तपाईहरुले यदि लाइक गरे यो भिडियो राम्रो लाग्यो भने अरु साथीहरुलाई पनि शेयर गरिदिनुहोस् होला यसले धेरै हेल्प हुन्छ र अर्को भिडियोजहरु पनि मेरो छिटै आउने वाला छ र त्यसको लागि वेट गर्नुहोस् होला थ्यांक यू